अनि आज हाम्रो पाथिभराको यात्रा चाहिँ यहाँदेखि स्टार्ट भइसक्यो। म छु पछाडि हाम्रो रुद्र भाइ छ। अहिले चाहिँ म यहाँ सप्तरीमा छु। आज हाम्रो यात्रा चाहिँ सप्तरीदेखि अब ताप्लेजुङको पाथिभरासम्मको हुनेछ। अब हेरौँ अब कति टाइम लाग्छ अनि बाटो कस्तो सबै तपाईँले देखाउने छु। मेसिन खराब छ ले गयो त बाटो छ बाटाबारी हाल्ने अब यहाँ हामी चाहिँ पेट्रोल फुल पेट्रोल ट्याङ्क हालेर चाहिँ अब जाउँ भनेको। यहाँ चाहिँ पम्प खराब रहेछ पेट्रोल पम्पको। सो अब हामी चाहिँ यहाँ सिधा अहिले चाहिँ हामी प्रदेश नम्बर 2 मध्य प्रदेशमा छौँ भने सिधा अब कोशी प्रदेश अब भाटाबारी चाहिँ हामी पेट्रोल हाल्नेछौँ। फुल ट्याङ्क पारेर त्यसो हिँड्ने कति लाग्छ होइन, कति खाँदो रहेछ पेट्रोल त पनि हेरौँ। अनि झन् अहिलेको यो तराईको वेदर यस्तो छ भने, यस्तो चिसो छ भने अब होइन, अब अनुमान गर्न सकिन्छ कि त्यहाँ त अब के होला। आशा गर्छु हामी त्यहाँ अब होइन पुग्दा चाहिँ एकदम हिउँ परोस् होइन, हिउँको इन्जोय पनि लिन पाऊँ। पर्छ होला नि जस्तो लागिरहेछ, हेरौँ अब के हुन्छ। बिर्सेँ ल यो चाहिँ कोशी ब्यारेज भयो। हाम्रो घरदेखि एकदम नजिकै छ, त्यस्तै लगभग 9-10 किलोमिटर पर्छ। सुरुवातै अब यहाँदेखि केही भयो भने हामी हाम्रो यो चिल गर्ने ठाउँ चाहिँ हाम्रो कोशी ब्यारेज भयो। गर्मी हो भने यतै आउने, यता चाहिँ एकदम जहिले चिसै हुन्छ। यो धुलै धुलो रहेछ। यो अस्तिको यो बाढी लाउँदा सबै बालुवाहरू बाहिर यहाँ पुलमा ल्याएको थियो, त्यही भएर चाहिँ अहिले गाडीहरू कुदा एकदम धुलै धुलो भइरहेछ। एकदम अहिले चाहिँ हुसो पनि लागिरहेछ, केही देखाएको छैन मजाले। वेदर चाहिँ एकदम बब्बाल छ क्या। बब्बाल बेलामा हामी एकदम राम्रो बेला चाहिँ हामी यहाँदेखि निस्केको छौँ होइन। एकदम तराईमा यस्तो भइरहेछ नि के भन्नु अब। तपाईँलाई म सानो सानो धेरै अब लामो चाहिँ देखाउनु अब होइन, धेरै अब भिडियो चाहिँ धेरै लङ चाहिँ नबनाउँ भनेर एकदम यो चाहिँ हेर्न सक्नुहुन्छ। कोशी ब्यारेज यो चाहिँ सप्तरीमा पर्छ। अब हामी यो कोशी अब कटिसकेपछि चाहिँ सिधा प्रदेश नम्बर 1 कोशी प्रदेश आउँछ। आजको हाम्रो टार्गेट चाहिँ अब एक दिनमै त पाथिभरामा त मन्दिर पुग्न सकिँदैन। सो हाम्रो आजको टार्गेट चाहिँ अब सुरुमा त हाम्रो इलामसम्मको थियो, इलाम बजारसम्मको। तर आज चाहिँ हाम्रो अब यहाँ निस्किँदा लगभग 10-10:30 भएर छ। सो आज हामी चाहिँ अब घुम्दै बाटोमा थोरै कामहरू पनि यताउति अब कामहरू गर्दै सघाउँदै आजको हाम्रो टार्गेट चाहिँ फर्स्ट डे चाहिँ हाम्रो अब कन्याममै बस्ने टार्गेट चाहिँ हामीले बनाएको छौँ। ल अब हामी चाहिँ प्रदेश नम्बर 1 मा आइसकेको छौँ। एन्ट्री भइसकेको छ। अनि कोशीको माछा भनेपछि अब कसैले चाहिँ खानु मन लाग्दैन होला र होइन। अनि हाम्रो लेफ्ट साइडमा हेर्न सक्नुहुन्छ एकदम कोशीको ताजा माछा एकदम पाइन्छ। यता चाहिँ सबैतिर कोशीको ताजा माछा एकदम फ्रेस माछा चाहिँ यहाँ पाउँछ है, एकदम मिठो। र फुल पार्नु पर्यो जरा त। हामी चाहिँ अहिले इनर वाइस आइछौँ। सुनसरी जिल्लाको शहीद गेट चाहिँ यतादेखि चाहिँ अब सर्टकट यो तपाईँले धोबी बिराट्न जाँदा सर्टकट बाटो एकदम निकालेको छ। पर्ने ठाउँ क्या यो ट्राभल गर्दाखेरि एकदम सबभन्दा मनपर्ने ठाउँ यो भयो। इनरवा कटिसकेपछि इनरवा इटरको बिचको एकदम बोथ साइड दुई साइडै अब एकदम पिपलको रुख भयो, पिपलको रुख बिचदेखि बाटो यस्तो मलाई मनपर्छ यो बाटो। यो चाहिँ झुम्का बजार भयो। यो अगाडिको ट्रकले चाहिँ यस्तो धुवा उडाइरहेछ होइन। यस्तो अब के भनौँ, अब यो सहर बजार आएपछि यो एयर पोल्युसन चाहिँ अब एकदम क्या धुवा एकचोटिले अब अलिकति बटाएर भने अब आफ्नो गियर लगायो भने यस्तो धुवा खेल्छ। झन् अगाडि बढ्नु पनि सकेको छैन, यसलाई चाहिँ क्रस हान्नु पऱ्यो। अब एकदम यसले धुलो खायो कि सकिएन। यस्तो बाटोमा चाहिँ अब यो जम्मा यस्तो बाटोमा चाहिँ ट्रकहरू ठुलो गाडी अगाडि आइदियो भने एकदम गाह्रो हुँदो रहेछ। ओभरटेक गर्न नि गाह्रो, अलिकति उतादेखि गाडीहरू आयो भने त्यही भएर होला। आज अलिकति घाम पनि अलि लाग्यो नि त। यो ट्रकहरूले कति गाह्रो बनायो क्या। ल
अब हामी चाहिँ यहाँ इटरी बजार आइसकेको छौँ। अब पूर्वाञ्चलकै ढुकढुकी भनौँ न होइन, मुटु इटरी हो। यो ट्रकले चाहिँ अब पूर्वाञ्चल मुटु देखाउनै पाएन कि ट्रकले गर्दा। हामी यताबाट जाने हो नि त सिधा होइन। ल हामी चाहिँ यतादेखि छिर्छौँ किन हाम्रो लेफ्ट साइड जानलाई हामी लाइनमा बस्नु पर्दैन। हामी अब यता पाथिभरा जानलाई इलामलाई सिधै बाटो जानेछौँ भने होइन, सिधै पूर्व हो भने हाम्रो चाहिँ अब एकछिन यता धरान लाइनमा यो यता धरान पर्छ होइन। एकछिन म तपाईँलाई देखाउँछु है त। यो यता चाहिँ अब विराटनगर हो भने सिधै अब इलाम पाँचथर फिदिम जता जाँदा नि भयो। अनि यता हामी आएकै पश्चिमदेखि हो। अनि यो लेफ्ट आयौँ भने नि हामी लेफ्टतिर गयौँ भने सिधा धरान हो। अब धरान लाइन चाहिँ एकछिन थोरैमा तपाईँको एकछिन काम छ। यहाँ अलिकति पन्चाहरू किन्नु पऱ्यो, अब ग्लोभ्स किन्नु पऱ्यो, त्यसपछि टोपीहरू। अनि यहाँ एकछिन सपिङ गरेर एकछिन खाना खाएर चाहिँ यहाँदेखि हामी फेरि पनि यतै लाग्नेछौँ। इटरी बजारको चहलपहल हेर्न सक्नुहुन्छ, एकदम खतरा छ यहाँ त। अब हिँड्न ल अब यहाँ चाहिँ एकछिन खाजा खाएर निस्क्यौँ भनेको हामी। अब यहाँ एकछिन खाजा खाएर के खाने त्यही आउँ ल। हामी चाहिँ अहिले यहाँ तरहरामा छौँ होइन त। के चाउमिन म पोक त खान्न। चाउमिन छ, चिकन चाहिँ एउटा 500 दिँदै गर्नु। यो चाहिँ एकदम मिठो खाजा खायो है हामीले चाहिँ। अब ठ्याक्क 12 बज्दैछ। अब हामी चाहिँ यहाँदेखि अब घाम पनि एकदम लाग्यो। अब आधी घन्टा चाहिँ एकछिन चाहिँ कतै बसेर रेस्ट गरेर त्यसपछि हामी चाहिँ यहाँदेखि निस्किनेछौँ। चाउमिन र पर्क एउटा पानी अनि 430 क्युआर हुन्छ है। के यो पोर्क हो? ए मटन? मटन नखाँदा नि लु जाउँ ल। ल अब चाहिँ हामी यहाँदेखि निस्किँदैछ। अब चाहिँ फेरि हाम्रो यहाँको अब यात्रा अब हाम्रो अब आज सायद इलाममै बस्ने, तर कन्याम बस्ने, इलाम बजार बस्ने त्यो चाहिँ फिक्स छैन। पहिले यहाँ अब मूर्तिहरू थियो भने थारू कल्चरको अहिले सबै अब अस्ति जेएनजी आन्दोलन सबै अब तोडफोड भएर अहिले चाहिँ झन्डा मात्र राखेको छ। अब यहाँदेखि चाहिँ हामी अब पूर्वतिर लाग्दैछौँ एकदम। अब चाहिँ हाम्रो बिचमा कतै पनि ब्रेक हुने छैन। अब एउटा ब्रेक चाहिँ सायद अब बिर्तामोडमा हुनेछ होला अझै। त्यसपछि सिधा कन्याम। यहाँ अब हाम्रो यहाँ पाथिभरा सलकपुरमा पाथिभरा माता मन्दिर यहाँ पनि छ। रक्षा गर्नु पाथिभरा माता, अब यात्रा सफल पार्नु यहाँ छ। त्यसपछि एउटा इलाममा छ सानो पाथिभरा, अनि त्यसपछि ठुलो पाथिभरा चाहिँ हाम्रो अब ताप्लेजुङ जान लागेको त्यही छ। हाम्रो चाहिँ अब यहाँदेखि चाहिँ जङ्गलै स्टार्ट हुन्छ। चारकोसे झाडी धुलो भयो। बाटो चाहिँ यहाँ इटरीदेखि सायद बिर्तामोडसम्म होला। यस्तो धुलो सरीको बाटोको छ होइन, कुरै नगरौँ। यो बाइकमा ट्राभल गर्दा एकदम सिसा चाहिँ एनी टाइम लाउनु पर्ने हुन्छ, र त बिरामी परिन्छ। अनि ठिक छ ल, अहिले चाहिँ हामी यहाँ बेतना आइपुगेछौँ। यता हाम्रो लेफ्ट साइडमा हेर्न सक्नुहुन्छ एकदम यो चाहिँ बेतना सिमसार भयो। एकदम यहाँ चाहिँ अब घुम्ने आउने पर्यटकीय स्थल भयो। एकदम राम्रो ठाउँ छ घुम्न आउने। अनि थोरै यहाँ यतापट्टि जनावरहरू पनि राखेको छ, अजिङ्गरहरू छ, केही गैडाहरू, चराचुरुङ्गीहरू, अनि पिकनिक स्पोट पनि छ। त्यसपछि यो चाहिँ यता सबभन्दा बेसी चलेको चाहिँ अब डेटिङ स्पोट हो। देखाउनु पर्दा बाटो चाहिँ अब यस्तो छ। अब तपाईँको यो चाहिँ दमकसम्म भनौँ होइन, यस्तो बाटो छ। यो पानी परेर चाहिँ बाटो अलिकति यहाँ चाहिँ धुलो चाहिँ अलिक कम उडेको छैन भनौँ होइन। यहाँ चाहिँ यस्तो छ खाल्डाखुल्डी भर्खर यतापट्टि चाहिँ पिच भइरहेछ भने यतापट्टि बाटो यस्तै हो, खाल्डाखुल्डी हो पुरै। बाइक होइन घोडा कुदाएको जस्तै म फिल भइरहेछ, एकदम अप एन्ड डाउन भइरहेछ यहाँ चाहिँ। अनि
तपाईँले यो जङ्गलको बारेमा भन्नुपर्दा चाहिँ अब साँझतिर रातितिर अब यदि ट्राभल गर्नुहुँदैछ भने चाहिँ अब सकेसम्म सिङ्गल ट्राभल सोलो ट्राभल नगर्ने ग्रुपमा गर्नुपर्छ किनभने जङ्गलमा चाहिँ यता हेर्न सक्नु यता पुरै जङ्गल हो यता पनि पुरै जङ्गल छ दुई साइड अब एकदम जङ्गलै जङ्गल हो अनि यसमा चाहिँ तपाईँले हात्तीहरू पनि निस्किन्छ बेला बेलामा हात्तीहरू निस्किरहेको हुन्छ हात्ती अब मान्छेहरूलाई अब यसो रोकेको पनि भिडियोहरू धेरै अब तपाईँले देख्नुभयो होला फेसबुक टिकटकतिर युट्युबतिर अनि यसमा चाहिँ निस्किन्छ साँझतिर हात्तीहरू तरिका सब ट्राभल गर्दा यो जङ्गलको बाटो यो जङ्गल चाहिँ स्पेसली ट्राभल गर्दा चाहिँ अलिक विचार गरेर हिँड्नुपर्छ सबभन्दा बेसी डर चाहिँ हात्तीकै हुन्छ अरू जङ्गली जनावर चाहिँ खासै त्यति धेरै अब देखा परेको छैन हामी अझै अगाडि बढ्दैछ लगातार तपाईँले देखाइरहेछौँ एकदम बिस्तारै देखाइरहेको छु तपाईँलाई अब के भन्नु अब बाटो हेरौँ न कस्तो छ होइन अब स्टार्टिङमै यस्तो छ होइन अब उता चाहिँ अब के कस्तो छ थाहा भएन फर्स्ट टाइम हो मेरो नेपाली भएर बिस्तारै जाँदैछु तर यो झापाको बाटो चाहिँ एकदम खराब क्या हेरी एकदम खराब भनौँ अनि राम्रो पनि के भन्नु खोइ अब कतै राम्रै छ बिचबिचमा चाहिँ राम्रो छ अनि त्यसपछि चाहिँ लगभग खराबै खराब मैले अघिसम्म भेटाएको छु चिया बगान चाहिँ हामी झापा आइपुगेको छौँ 70 सुनसरी मोरङ हुँदै चाहिँ झापा आइसकेको छ झापा अब झापामा हाम्रो इन्ट्री हुन साथ अब यता पनि चिया बगान अनि यता पनि चिया बगान दुईतिर चिया बगान हेर्न सकिन्छ अब चाहिँ हामी यहाँ दमक आइपुग्न लागेको छौँ दमक चाहिँ अब यहाँदेखि त्यस्तै 2-3 किलोमिटर होला आइपुग्दा दमकको हालत त्यस्तो छ हामीले जे देखिरहेछौँ स्पष्ट त्यही तपाईँहरूले देखाइरहेछ होइन जे छ जस्तो छ त्यस्तै तपाईँले एकदम देखाइरहेछौँ एकदम जेन्युन ब्लग भनौँ होइन एकदम यस्तो छ यहाँ पुल बन्दैछ कतै धुलो त कतै अब हुन त मैले यसरी भन्दा त मेरो ब्लगमा त सबै नेगेटिभ पोइन्टहरू मात्र अब आउँछ होला जस्तो लागिरहेछ तर पनि अब होइन जे छ जस्तो छ वास्तविक देखाउँछु मैले खोजेको तपाईँले हेर्नु होला अब धेरै राम्रो मात्र देखाएर पनि के गर्नु अब राम्रो देखाउने नि राम्रो ठाउँ राम्रो देखाउने अब जे छ जस्तो छ देखाउने नराम्रो छ भने नराम्रै चाहिँ यतिको गाह्रो छ भनेर तपाईँहरू अब सुरुदेखि नै त्यही अनुसारको प्रिपेरेसन गरेर त आउने होला अब अनि यो रातो गाडीहरू त यस्तो पेल छ यो बाटोमा रातो अनि यो ग्रिन कलरको ग्रिन हरियो यो दुइटा गाडी यस्तो पेल छ नि यो बाटोमा बाउकै उनीहरूको बाटो जस्तै कुरा गर्छ क्या अरू कोही पनि नचलोस् यो बाटोमा यिनीहरू मात्र अब चलाउनु जस्तो गर्छ कि मुजीहरूले त नि ए बाटो यस्तो बाटो छ गाइस यस्तो धुलो सरीको केही देखिँदैन अगाडि के छ कस्तो छ केही देखिँदैन ल दमक बजार चाहिँ भयो झापाको एकदम बजार एरिया चाहिँ अलिकति क्लिनै छ राम्रो छ सेकेन्ड अनि राम्रै छ होइन यहाँ चाहिँ अलिक धुलो उडेको छैन भने बिचमा चाहिँ यसरी यो डाफे होइन डाफे नै हो त यो डाफेको चाहिँ एकदम यहाँ मूर्ति पनि बनेको छ कहाँ हामी कता जाने यो गेटतिर बजार प्रवेश ल हामी चाहिँ यहाँ थोरै अब लुगा किन्नु भाइले ज्याकेट चाहिँ ल्याएन छ सब यहाँ चाहिँ अब लुगा ज्याकेटहरू किन्नलाई चाहिँ अब यहाँ एउटा पसल देखिरहेको थियो टिकटकमा सो हामी त्यहाँ चाहिँ जाँदैछौँ त्यो पसलतिर ज्याकेट हाउस ल हाम्रो भाइले चाहिँ अब यहीँ चाहिँ अब लिने विचार गरेको छ सो जाउँ ज्याकेट हाउस यहाँ राख त खोइ तिम्रो हालत हेर त कस्तो हालत भइरहेछ मेरो जानु यहाँ हेर यस्तो हालत भइरहेछ क्या धुलो बाटो भएर के भएको छ अहिलेको चाहिँ नलिएको ए यो चाहिँ लिने यो राम्रो छ ल छिटो कि ट्राई गर्ने ए निकाल्नु हुँदैछ म मलाई चाहिँ किनिदिनु पर्यो
सिन्स चेन्ज रहेछ कति 5900 चाहिँ यसलाई पहिला कभर गरिदिन्छ अनि झोलामा राख्दिन्छ नत्र धुलोले धोस्दै गर्छ धुलोले त इटरदेखि आउँदासम्म यस्तो बिहे यस्तो भयो लास्टै धुलो अब घाम निस्किनुलाई चाहिँ यस्तो गरेर पहिला प्लास्टिकमा हालिदिन्छ अनि पछि झोलामा राखिदिन्छ सपिङ गऱ्यौँ यो चाहिँ एउटा ज्याकेट रुद्र भाइले अनि अर्को चाहिँ मलाई रुद्र भाइले गिफ्ट गरे यहाँ चाहिँ दमकको ज्याकेट अस्ति हामीले सपिङ गऱ्यौँ पन्जा यहाँ थिएन अब बिर्तामोडतिर मेरो भाइले सपिङ गरिदियो एउटा मलाई होइन कति माया गर्छ हेर न धुलोसरी भएर आयौँ होइन अब चाहिँ यहाँदेखि हामी अब यहाँ एउटा पन्जा पनि लिउँ भनेको धुले पन्जा चाहिँ पाइएन अरू पसलहरूमा हेरौँ है अब पन्जा मात्रै लिने त्यसपछि हातमुख कता हुने अब ल यस्तो हालत भइरहेछ गाइस के भन्नु यहाँ चाहिँ राम्रो त राम्रो है लुगा एकदम राम्रो मन पर्यो कि हाम्रो है अब पन्जा चाहिँ यहाँ खोजौ छ कि नै पाउँछ होला है हामीसँग पन्जाहरू छ उतै चाहिँ उतैदेखि आएको हामी होइन सिधा यतै आयौँ कि हामी यता होइन यता भनेको ल यहाँ होइन यहाँ चाहिँ ठिक ए बाहिर आएर रहेछ तर यस्तो हो र हामीलाई खोइ पन्जा हुन्छ हामीसँग छैन उयो कपडा पसलमा हेरौँ कि लास्ट हेरौँ छैन भने त अब यो त लिडी मात्रै देख्छु यार छोटो यसमा पन्जा छ हामीसँग देखाउनु त कस्तो छ त राम्रो नलिउँ ल त्यसो है भयो त कति 100 रुपियाँ क्यास 500 खुल्ला छ तिमीसँग नयाँ मसा छ खुल्ला छैन त्यही 500,000 होला यो त के भएको यस्तो ए बनेको उल्टो भएको यो होइन ठिकै छ त ठिकै छ कहाँ चाहिँ खोज्नु अब यो यस्तो हेर न यसको यो केही हुँदैन हजुर लाउँछ ह्याबिट हुन्छ हात लगाएको अहिले उता झिगमलाई एटिएम देऊ ल 50 वाला पनि छ तर डरो हुन्छ यो केही हुँदैन अझै त अलि राम्रो बेला खोजेको राम्रो खोज्यो त्यो छ अहिले सिजनै भएको छ त्यो मलाई ए लु जाउँ ढिलो नगर यतिले पनि अब छेक्छ कि ल बेस्तै अब के भन्नु अब जाउँ ल हाम्रो सपिङ चाहिँ भइसक्यो रुद्र भाइ खतरा सपिङ ब्याग यत्रो चाहिँ लुगा केटा हो मुस्ताङ त होइन हामी चाहिँ ताथीबाट ताप्लेजुङतिर चाहिँ लागेको के साह्रो ल ठिक छ गाइस अहिले चाहिँ हामी अब दोमुखा आइपुगेको छौँ दोमुखा भन्दा पनि अब चाहिँ हामी यहाँ माइखोला नेपालको एकदम पूर्वको एकदम ठुलो नदी होइन सप्तकोशी पछि यही पर्छ आइपुगेको छौँ टक्क अब यसरी गएपछि हामी हेर्न सक्छौँ कन्काई पुल अनि माइखोला दुइटै भनिन्छ यसलाई चाहिँ हामी चाहिँ अहिले यहाँ बिर्तामोड आइपुगेका छौँ अब एकदम धुलो 26 किलोमिटर छ 26 हो अब यहाँदेखि चाहिँ अब आज हाम्रो बास चाहिँ जहाँसम्म लाग्छ कन्यामतिर आज बास बस्नुपर्छ होला किनभने यहीँ अब 4 बज्न लाग्यो अझै अब 5 साढे 5 मा एकदम साँझ पर्छ अँध्यारो हुन्छ सो अब आज चाहिँ हामी अब कन्नममै बस्छौँ होला अनि बिर्तामोडको यो मुक्ति चोक भयो
यता शनिसरी जाने अर्जुनधारा जाने बाटो चाहिँ हाम्रो लेफ्ट साइड भयो भने यो सिधै अब हामी चाहिँ लगातार हामी अब पाथिभारा जानलाई चाहिँ कतै लगातार सिधै पूर्व जानुपर्छ सिधै अब चारालीदेखि मात्र हामी चाहिँ त्यसपछि हाम्रो लेफ्ट साइड अब मोडिनु पर्ने हुन्छ ल साथीहरू अब धुलो खाइदियो हामी चाहिँ अब चारालीसम्म पुग्यौँ सिधा चाहिँ काका बिटा हो भने हामी चाहिँ यता जानुपर्छ है इलाम जानलाई पाथिभारा जानलाई यता जानुपर्छ यो चाहिँ अब चाराली बजार भयो अब यहाँदेखिको चाहिँ अब बाटो चाहिँ राम्रै छ अनि इटेरीदेखि चाहिँ अब दमक बिर्ता मोड यो चारालीसम्म आइपुग्दा चाहिँ लगभग 70% बाटो चाहिँ एकदम खराब छ धुलोमय छ भने 30% चाहिँ कतै कतै राम्रो बाटो पनि छ अब यहाँदेखि चाहिँ एकदम राम्रो अब खासै बाटो यदि अफरोड भयो पनि खासै धुलो चाहिँ खान पाइँदैन किनभने खासै धेरै अब ठुल्ठुलो गाडीहरूको अब आवाज हुँदै यसमा गाडी पनि थोरै अब कुद्छ त्यही भएर अब यहाँदेखि चाहिँ अब बाटोहरू चाहिँ राम्रै भन्नु पऱ्यो चाहिँ गाडी छ होइन यति राम्रो यति सफा बाटो अब बाइक कुदाउनु पाउँ मनले शान्ति पाइरहेछ क्या कस्तो आनन्द मजा आएर छ अब चाहिँ एकदम अब चाहिँ भिडियो पनि फ्रेस आइरहेको होला एकदम हरियाली अनि सबै राम्रो कतै पनि धुलो छैन मलाई अब चाहिँ बाइक कुदाउनु मलाई पनि मजा आइरहेछ एकदम हे बाइक कुदाउनु मजा आउँछ ठोकिदिने हो कस्तो आउँछ यार अब के भनौँ होइन ठिक छ अब चाहिँ ल अब चाहिँ सुरुमा अब चाहिँ के गर्ने भने हामी अब यति बेला अब चाहिँ कल खोज्ने धारा खोज्ने हातमा धुनुपर्छ सबै एकदम अनुहारैभरि नचिन्ने खालको भएको छ सो अब कतै चाहिँ फ्रेस हुने अब हात धुने मुख धुने त्यति अब खुट्टा धुने कुरा भएन कि त्यो अझै ट्राभल गर्नु बाँकी छ जुत्ता लाछु अब त्यो लुगा टकटकाउने अब हात मुख धुने अब त्यसपछि फेरि निस्किने इलामतिर अब हामी पुग्दा साँझ पर्छ होला बजार भयो यो चाहिँ तपाईँलाई चारालीदेखि ठ्याक्कै 7 किलोमिटर यो बजार पर्दछ हो पापा के परि ल बिना हेलमेट दिइरहेछ अगाडि आएर चाहिँ कुन बेला उडेस थाहा पाउँछ है ल ठिक छ अहिले चाहिँ बुधबारे बजार ठ्याक्क अब यहाँ बाटो चाहिँ एकदम मजाको छ है फ्रेस बाटो चाहिँ एकदम मजा आएर छ बाइक कुदाउनुलाई चाहिँ राइट साइड जानुपर्छ है त यता जानु होला फेरि अब इलाम पुगिन्छ भनेर हामी चाहिँ हडिया खोला ब्रिज अब लेखेको छ सिधा अब यो बुधबारदेखि अगाडि थोरै मात्र अगाडि हो बजार कटेपछि आउँछ अब यहाँदेखि सिधा हामी जाने यस्तै जाने हो पाथिभारा जाने बाटो चाहिँ यही हो चाहिँ अब अलिअलि चिसो पनि हुन थाल्यो ठ्याक्कै यो बुधबार कटेपछि अनि घाम लाग्दा पनि अलिअलि चिसो भइरहेछ अनि उकालो पनि सिधा ल अब आयो ल बेला यो रुखमा फुल अब रेड कलर फुल फुलेपछि एकदम भाइरल हुने ठाउँ है यो एकदम यो चाहिँ टिकटक बनाउनलाई एकदम भाइरल ठाउँ हो यो चाहिँ अब बाटोमै पर्छ यहाँ छ यार हात मुख धुने ठाउँ त अब चाहिँ चिया बगान अब चिया बगान चाहिँ स्टार्ट भइरहेछ यता लेफ्ट राइट दुई साइड चिया बगान बिचमा बाटो कतै घर छैन क्या यस्तो मजा उठेर देखाउँ क्या अलिकति हेर कस्तो मजाको छ हेर्नु त यसो होइन चिया बगान डराइ क्या रुद्र है तिमी यो एरियामा चाहिँ एकदम अब यहाँ के अरे यो चाहिँ सुपारी होइन सुपारी एकदम फेमस छ क्या यो एरियाको सो अब यो एरियाभरि जताततै सुपारी बोटहरू लगाएको छ अनि त्यसपछि यहाँ एकदम फुलको खेती पनि धेरै हुन्छ यो मेरीगोल्ड के फुल भन्छ मेरीगोल्ड नेपालीमा त्यो गेन्दा फुललाई के भन्छ नेपालीमा गेन्दा फुल हौ उयो फुल हौ यो फुल ए नेपालीदेखि के भन्छ सयपत्री हो अब यता अनि सयपत्रीको फुलको खेती पनि एकदम धेरै हुन्छ अनि त्यसपछि यो सुपारीको कस्तो अब कहिले अब नेपाली भन्न जान्दिनँ कहिले इङ्ग्लिस नाम थाहा हुँदैन कहिले के हो क्या एउटा भाषा बोल्नु पऱ्यो पो घरमा मैथली बोल्नुपर्छ फेरि नेपाली बोल्नुपर्छ इङ्ग्लिस त त्यस्तै हो अब हेर्न सक्नुहुन्छ यहाँ खेती भइरहेछ एकदम खेती लागेको छ यो त नर्सरी भयो हट्न हो साथी अगाडिको यो बाइक यो कारले साह्रै डिस्टर्ब गर्यो तपाईँलाई यो कारले गर्दा मैले तपाईँलाई मजाले फुलहरू देखाउन सकिनँ कि अब देखाउँछु यो बाटो हिँड्दाखेरि यस्तो मन आनन्द यस्तो मजा आउँछ नि अर्कै फिल आउँछ नेचुरल भाइब्स एकदम पुरै नेचुरल केही छैन एकदम पुरा फ्रेस हावा आइरहेछ अनि फ्रेस सबै फ्रेस हेर्नु त कतै केही फोहोर यताउति कतै छैन झन् बाटो यस्तो राम्रो त्यसपछि यति हरियाली झन् फुलै फुल हेर्नु त्यताबाट हेर्नु झन् फुलै फुल होइन रुद्र हो कि नै भन नि तिमी जता पनि फुलै फुल छ यति राम्रो ठाउँ झापाको सबभन्दा राम्रो अब
मनपर्ने बाटो मनपर्ने अब होइन मनपर्ने यो बाटो अनि त्यसपछि ठाउँ सबै यही हो क्या मलाई त। मोती डाँडाको बाटो अलिकति साइड दिनुहोस् दाजु, अलिकति अन्न मजा आउँछ। अन्न त्यो बाइकै स्पिड भएन त। कसको टोपी झऱ्यो फेरि। ए हस् अटो पल्टेछ यहाँ चाहिँ। पहाडको बाटो छ, अब बिस्तारै के ओह्रालो उकालो अब कस्तो कस्तो हुन्छ, अब बिस्तारै आरामले हिसाबले चलाउनुपर्छ। अटो पल्टेछ। ल हामी चाहिँ यहाँ अब कन्याम पुग्नु लागेको छ। यो चाहिँ अब कुटी डाँडा भयो। अब यहाँदेखि हामी धेरैमा 10 मिनट जति लाग्छ है यहाँदेखि चाहिँ अब कन्याम बजार कन्याम पुग्न। एकदम यहाँ चिसो भएर छ, वेदर चाहिँ एकदम चिसो छ। अब यहाँदेखि अब सानो पाथी भएर अब हामी चाहिँ पाथी भएरै हिँडेको, अब ठुलो पाथी भएर ताप्लेजुङको भनेपछि झन्डै उडेको यार। अब यहाँ चाहिँ अब सानो पाथी भएर पनि छ हाम्रो, यही हो। अब यहाँदेखि चढ्ने बाटो छ अगाडिदेखि चाहिँ, तपाईँहरूलाई म देखाउँछु यहाँको पनि। पाथी भएर माताले सबैको रक्षा गरून्, मेरो तपाईँको सबैको भिडियो हेर्ने सबैको है त। अनि यहाँ यही हो। भन्नुपर्दा चाहिँ अब यहाँदेखि नै अगाडि थोरै अगाडि छ। ल यहाँ चाहिँ अब सामानहरू किने, पूजापाठको सामान किने। अनि यहाँदेखि चाहिँ सिडी यसरी हुँदै यता माथि छ, यसरी जानुपर्छ है। ल अब हेर्न सक्नुहुन्छ हाम्रो यो कन्याम यस्तो छ के भने यताबाट जाउँ है एकचोटि। चल्थ्यो पैसा छैन नि केही, कता राख्नु अगाडि राख्नु। ल राख्दा हुन्छ होला केही छ होइन। अब यहाँ कन्याम बजार चाहिँ गाइस है यस्तो हुचोले यस्तो देखिरहेको छ। हामी आइपुग्दा त्यहाँ अब कन्याम लेखेको फोटो खिच्ने ठाउँमा चाहिँ हामी अब गएनौँ, किनभने यसो एकदम रात पर्दै गएको छ, होटलहरू पाउनु गाह्रो हुन्छ भनेर यतापट्टि हर्स राइड। कन्याम आएपछि एकदम धेरै अब राम्रो ठाउँ छ है, अब चिया बगान एकदम। अनि त्यसपछि अब घुम्न लायकको ठाउँ एकदम पूर्वको एकदम घुम्ने लायकको ठाउँ हो। त्यसपछि चाहिँ अब यहाँको एकदम अब त्यो चिया स्पेसल चाहिँ चिया बगान। त्यसपछि यता इलाममा चाहिँ अब इलाम अनि इलामतिर यता उहरू छैन, चिया फ्याक्ट्रीहरू बगानहरू फ्याक्ट्रीहरू भयो। अनि हर्स राइड। त्यसपछि अब यहाँ चाहिँ अब यति बेला त सबै अब खाली छ यो ठाउँ। अनि यता चाहिँ अब यहाँ लुगा पसलहरू, लुगा लाउँदै भाडामा लुगा पाउँछ। त्यसपछि फोटोसुटहरू यहाँ चाहिँ सबै हुन्छ यो साइडमा। यस्तै छ। अब हामी तपाईँलाई अब इलाम कन्याम अब देखाइरहेछौँ तपाईँलाई। यस्तै हो, अब हामी साँझ परेको बेला अब जे छ त्यस्तै देखाइरहेछौँ। अब डे टाइमको अब बिहानको धेरै पनि भिडियोहरू तपाईँले देख्नुभएको छ होला होइन। तर यो चाहिँ अब इभिनिङ टाइमको है, यो इभिनिङ नाइट टाइम भनौँ, नाइट टाइमको अब चाहिँ तपाईँहरूलाई हामीले देखाइरहेछौँ। अब कन्याम बजार कन्याम सक्यो यति हो। कन्याम यहाँ चाहिँ माथि झन्डा छ, यहाँ माथि झन्डा छ, त्यो फोटो खिच्ने ठाउँ छ। अब घुसोले केही देखाएको छैन। सो अब हाम्रो अब मेन डेस्टिनेसन त हाम्रो अब पाथिभरा हो। सो अब हामी चाहिँ धेरै अब टाइम वेस्ट नगरिकन, धेरै अब टाइम नलाइकन होइन, हामी चाहिँ यति अगाडि बढ्दैछौँ। ल फाइनली हाम्रो अब आजको वासस्थान चाहिँ श्रीअन्तु भएछ। यो चाहिँ श्रीअन्तुको पोखरी। टक्क अब तपाईँलाई हामीले यहाँ नाइट भ्यू देखाइरहेको छु। यता यस्तो छ, एकदम जाडो छ। रुद्र भाइ कतिको जाडो भइरहेछ? ठिकै छ हो, ठिकै छ है। अब मास्तिर अलिक जाडो हुन्छ होला सायद। म त सुरुमा यहाँ अघि नै आएको पनि आधी घन्टा भयो। चिसोले त झन्डै यहाँ मर्ने बेला भएर म त सिराकुटे सुतेँ। त्यसो अब बल्ल अलिकति ठिक भएपछि म निस्केँ है। अब यहाँ तपाईँलाई अब यहाँ देखाइरहेको छु। यो चाहिँ पोखरी हो, पोखरी एरियाको यस्तो छ, यस्तो मजा आउँछ।